महानुभावहरू, म खास गरी भिरकोट नगरपालिका वार्ड नम्बर 8 आइपुगेको छु। यो मेरो जन्मथलो हो, जन्मभूमि हो। एकातर्फ तपाईँ वार्ड कार्यालय देख्न सक्नुहुन्छ। भिरकोट नगरपालिका वार्ड नम्बर 8ले दुई ठाउँमा वार्ड कार्यालय राखेको छ। एउटा ढापुक फेदी र अर्को विशेष गरी मोहन डाँडा भन्ने ठाउँमा वार्ड कार्यालय स्थापना गरेको छ। त्यहाँका बासिन्दाहरूलाई त्यहाँ र यहाँका बासिन्दाहरूलाई यहाँ सहजताको निम्ति, किनकि धेरै ठुलो छ यो वार्ड। खास गरी यहाँ हरेक कार्यहरू यहाँ हुने गर्दछन्। एकातर्फ वार्ड कार्यालय छ, अर्कोतर्फ हामी देख्न सक्छौँ ढापुक स्वास्थ्य चौकी भिरकोट 8 स्याङ्जा। यहाँका नागरिकहरूलाई स्वास्थ्य उपचारका निम्ति यो चौकीको महत्त्वपूर्ण भूमिका रहन्छ। र भने श्री ढापुक सामुदायिक सिकाइ केन्द्र भिरकोट नगरपालिका 8 जुन 2071 सालमा स्थापना भएको यो भवन पनि यही नजिकै जोडिएको छ वार्ड कार्यालयसँग। यहाँ सहकारी पनि सँगै रहेको छ। श्री ढापुक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भिरकोट नगरपालिका 8 ढापुक यो सहकारीको कार्यालय हो। यहाँ छरिएर रहेको पुँजीलाई एकत्रित गर्नका लागि गाउँको सहकारीले महत्त्वपूर्ण भूमिका खेलेको छ। यही पारीको गाउँ मेरो घर पर्दछ, जहाँ स्याङ्जा जिल्लाकै अग्लो पहाड, तहाँ तामुको लेक भनेर चिनिन्छ। यो पछाडिपट्टि देखिएको लेक हो र सँगसँगै यतातर्फ अग्ला अग्ला पहाडहरू छन् र यो पहाडकै बिचमा हाम्रो गाउँ पर्दछ। जुन बस्तीका बासिन्दाहरू टाढा टाढाबाट यहाँ वार्ड कार्यालयका लागि आउने गर्दछन्। यतातर्फ पनि गाउँ छ, यो पनि भिरकोट नगरपालिका पर्दछ। यो हामी देख्न सक्दछौँ। धेरै माथिबाट यो पहाडको टुप्पाबाट तलसम्म वार्ड नम्बर 8 पर्दछ। यतातर्फ वार्ड नम्बर 8 को अर्को कार्यालय जहाँ बुधबार, बिहिबार, शुक्रबार खुल्दछ भने यो जुन वार्ड कार्यालय छ यो भने हामी जहाँ हामीले देखायौँ यो आइतबार, सोमबार र मङ्गलबार खुल्दछ। यस वार्डका वार्ड अध्यक्ष नन्दलाल खनाल हुनुहुन्छ। खास काम विशेषले आज उहाँ स्याङ्जा जानुभएको छ यो गाउँपालिकाकै महत्त्वपूर्ण कार्यक्रममा जोडिनका लागि। अहिले पनि वार्डमा काम भइरहेको छ, काम जारी छ र ग्राहकहरू आउने जाने क्रम जारी नै छ। हामी यो देख्न सक्छौँ। र अब हामी यस्तो महत्त्वपूर्ण क्षणमा छौँ। यसै वार्डका वार्ड सचिव जो लामो समयदेखि यहाँ कार्यरत हुनुहुन्छ, जसले कक्षा 1 देखि 5 सम्म मलाई पढाउनु पनि भयो, सुवर्णजीसँग संवाद गर्दैछौँ। सुवर्णजी, यहाँलाई स्वागत छ। धन्यवाद। आराम हुनुहुन्छ? ठिकै छु। कहिलेदेखि यो वार्ड कार्यालयमा यहाँ कार्यरत हुनुहुन्छ? म 2078 साल श्रावण 1 गतेदेखि यहाँ तपाईँको कार्यरत छु। जस्तै अब माथि पनि वार्ड कार्यालय सञ्चालन गर्नुपर्ने मोहन डाँडामा, हजुर, यहाँ चाहिँ तपाईँको ढापुक फेदीमा चलाउनु पर्दाखेरि अप्ठ्यारो त भयो होला है? अप्ठ्यारो। हामी 3 दिन यहाँ भिरकोट नगरपालिका वार्ड नम्बर 8 जाउने फेदीबाट आइतबार, सोमबार, मङ्गलबार ढापुक फेदीबाट सञ्चालन हुन्छ वडा कार्यालय र अर्को 3 दिन बुधबार, बिहिबार, शुक्रबार हाम्रो मोहन डाँडा वडा कार्यालयबाट काम हामी सुचारू गर्छौँ। जस्तै अब तपाईँहरू भनौँ न यहाँका स्थानीय बासिन्दाहरूको काम एकदम तदारुकताका साथ गर्नुहुन्छ? गर्छौँ हामी। समय लाग्दैन है? समय लाग्दैन तपाईँको। म त साँझ बिहानमा नि खटिरहन्छु। हुन त तपाईँले नि कक्षा 1 देखि 5 सम्म मलाई पढाउनु भयो, मेरो आदरणीय गुरु पनि हो। हजुर। तर अहिले पनि उस्तै हुनुहुन्छ। यो उकालो ओह्रालीकै कारण या सकारात्मक सोचको कारण? सबभन्दा म चाहिँ अर्ग्यानिक खाना खान्छु। दुध, दही, मही, ढिँडो, आँटो, भात बरु म कम खान्छु। त्यही भएर चाहिँ म तन्दुरुस्त नै छु। जस काम गर्न कतिको सहज छ यहाँबाट जनप्रतिनिधिसँग? जनप्रतिनिधिसँग मैले पढाएको, मेरै वडाध्यक्ष, मेरै चेलो भएको भएर मलाई अति सहज छ। हामी मिलेर नै काम गर्छौँ। आज यहाँसँग मैले संवाद गर्दाखेरि मलाई अप्ठ्यारो लागिरहेछ। गुरुसँग एउटा चेलाले संवाद गरिरहेछ। त्यो मसँग अप्ठ्यारो मान्नु पर्दैन। के छ, अझै कति वर्ष तपाईँ? अब मेरो त जम्मा 3 महिना मात्रै बाँकी छ। जस्तै यहाँ कस्तो प्रकृतिका कामहरू लिएर वार्डवासीहरू आउने गर्छन्? वार्डवासीहरू यहाँ तपाईँको म वडा सचिव भएको नाताले मेरो अधिकारभित्र जन्म, विवाह, बसाइसराई, मृत्यु जस्ता कामहरू र अन्य सिफारिसहरूको बारेमा पनि मैले काम गर्ने गर्छु। तपाईँ यहाँ काम गरिरहँदाखेरि जनशक्ति कति छन्, कसरी काम भएको छ? हाम्रो जनप्रतिनिधिहरू 5 जना हुनुहुन्छ। अझ 1 जना कार्यपालिका सदस्य 6 जना हुनुहुन्छ। मेरा सहयोगी साथीहरू हुनुहुन्छ। एउटा सहायक कम्प्युटर अपरेटर,
र एकजना कार्यालय सहयोगी हुनुहुन्छ। हामी 3 जना छौँ कर्मचारीको रूपमा। त्यसरी खट्नु भएको छ। हजुर। भनेपछि हरेक न्यूनतम कामहरू यहाँबाटै चल्ने गर्छ। चल्छ हामी जसरी हुन्छ यहीँबाट चाहिँ जस्तै यहाँ जति चाहिँ यो प्राविधिक सुविधा यहाँ छ त्यति सुविधा मोहन डाँडामा भएन भन्छन् कि खास। मोहन डाँडामा एउटा सुविधा नभएर कलर प्रिन्टर नभएको भएर माग गर्नु भएको छैन। माग गरेका छौँ, नगरपालिकाले अब दिनेवाला छ। अब उहाँबाट पनि त्यो सुविधा हुन्छ। खरिद अलिकति यो वार्ड चाहिँ ठुलो भयो कि? वार्ड त ठुलो भयो। अरू क्षेत्रमा चाहिँ यो वार्ड पनि फुटेको भए 2टा वडा कार्यालय बनेको भए सहज हुने थियो। तर यो सिङ्गु गाविस एउटा वार्ड भएको भएर अलि असहज भएको कारण त्यही नै हो। विचारको लागि यहाँलाई धन्यवाद। हस्, थ्याङ्क यू। यसरी दैनिक जसो वार्डमा कामहरू भइरहेको हुन्छ। यो भिरकोट नगरपालिका वार्ड नम्बर 8 को वार्ड कार्यालय यहाँ आज आउने सौभाग्य मलाई मिल्यो। यहाँको शुभ नाम? मेरो गीता राणा भुजेल। गीताजी, यहाँको घर? मेरो भिरकोट नगरपालिका वडा नम्बर 8 जामुने डाँडा। जामुने डाँडा पर्छ होइन? हजुर। अब यो वार्डबाट पाउनुपर्ने सुविधाहरू सेवाहरू कतिको पाउनु भएको छ? हामी भरपुर रूपमा नै पाइन्छ। अब आउँदाखेरि हाम्रो लोकल स्थानीय वडा सचिव भएको नाताले र हाम्रो वडा अध्यक्ष पनि भर्खरको युवा एकदम भर्खरको हुनुहुन्छ। एकदम उहाँ साधन चलाउन सिपालु सबै ठाउँमा पुग्नुहुन्छ। जति बेला भने त्यति बेला उहाँले भन्नुहुन्छ कि मैले मेरो घरमा सेवाग्राहीलाई बोलाउँदिनँ, मैले सेवाग्राहीले बोलाएको जुनसुकै ठाउँमा पनि बसिरहन सक्छु भनेर उहाँले भनिरहनुहुन्छ। हामी एकदमै सुविधा पाएका छौँ। विचारलाई धन्यवाद। यहाँको शुभ नाम? मेरो शिव प्रसाद रेग्मी। शिवजी, तपाईँ वार्ड नम्बर 8 कै बासिन्दा हुनुहुन्छ है? ओहो, वार्ड नम्बर 8 कै हो, उजेल डाँडा। वार्ड कार्यालयले यहाँलाई दिनुपर्ने सेवा सुविधा कतिको दिएको छ? वार्ड कार्यालयले दिएको छ, राम्रो सेवा दिएको छ। अझै के भइदिए राम्रो होला? वार्ड कार्यालयमा अब यो हाम्रो वार्ड चाहिँ 3 दिन चाहिँ माथि हुने, 3 दिन तल हुनेछ। 3 दिन मोहन डाँडामा हुन्छ, 3 दिन तल हुन्छ यहाँ ढापुकमा। त्यो कार्यक्रम एक ठाउँमै रेगुलर हुने भयो भने राम्रो हुने थियो। एक ठाउँ हुनु पर्यो। हजुर। इन्द्रबहादुर गुरुङजी, तपाईँ वार्ड सदस्य हुनुहुन्छ। हजुर। जुन प्रतिबद्धता जाहेर गरेर तपाईँहरू जनतासँग भोट माग्नु भएको थियो नि, हजुर, त्यही अनुसार काम गर्नु भएको छ? हजुर, सबैलाई नमस्कार छ। हेर्नुहोस्, अब अहिलेसम्म जति हामीले अब यो के अरे भोटबाट आयो, हेर्नुहोस् अब सबैले नै हामीले अब सकेसम्म हामीले यो नियमितमा हामीले दिइरहेको छु। अब जे गर्नुपर्छ काम गर्नु। हजुर, काम दिइरहेको छु। हेर्नुहोस्, धन्यवाद। ल त। यहाँको शुभ नाम? ताराबहादुर गुरुङ। ताराबहादुर गुरुङ। हजुर। घर कहाँनिर पर्छ? मेरो भिरकोट 8 देखिएको त्यही डाँडो पर्यो। त्यही डाँडोमा पर्छ होइन? के छ यो वार्डले दिनुपर्ने सुविधा सेवा कतिको छिटो छरितो गरेको छ? गर्दैछ अहिलेसम्म। अझै के भयो भने सहज जस्तो लाग्छ तपाईँलाई? के भयो भन्नु, अब अहिले त ठिकै छ के अरे। अब फेरि पनि अब नयाँ उसहरू आयो भने होला। जस्तै अब 2 ठाउँमा वार्ड कार्यालय चलाउँदाखेरि अलिक गाह्रो भयो भन्ने खालको कुरा पनि आइरहेको छ। गाह्रो त अब भेग मिलाउनले त्यो गरेको मात्रै हो, अरू के होइन। जस्तो मिल्न पर्यो भन्ने छ। जस्तो अब यता बढी छ नि त, यता पनि छ, यता पनि छ, नमिलेको हुनाले त्यो गरेको, त्यो खासै त्यो छैन। विचारलाई धन्यवाद। हजुर। ठुलो वार्ड उता सानो भन्ज्याङदेखि लिएर सिरु खर्कसम्म, यता रिपदेखि लिएर धेरै टाढासम्म फैलिएको यो विराट वार्ड हाम्रो आदरणीय दिजु शोभा सुवेदी, के भन्नुहुन्छ तपाईँ खास? आउँदा आउँदै काम तुरुन्तै बन्दो रहेछ। म यस्तो वार्डरलाई मैले हामी कति दुःख पाइरहेको हामी नजिक भए पनि यहाँ अस्ति पनि आमालाई लिएर आएँ, छिटै काम बन्यो। आज पनि छिटै काम बन्यो, राम्रो लाग्छ, खुसी लाग्छ। यहाँ वार्ड कार्यालयका सचिव अध्यक्ष हाम्रै आफ्नै मान्छेहरू हुनुहुन्छ, काम पनि भन्ने बित्तिकै तुरुन्तै गरिदिनुहुन्छ। म यसमै खुसी छु। ठिक छ, टाढाबाट आउनेलाई अप्ठ्यारो भएको हुनाले 2 ठाउँमा छुट्याउनु भएको रहेछ। ठिक छ, जे छ त्यसैमा राम्रो लाग्यो मलाई। विचारको लागि धन्यवाद।